नमस्ते। जानकारीमूलक भिडियो प्रस्तुत गरिने यो मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा मैले नेपालको संविधानसँग सम्बन्धित रहेर केही महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्ने प्रयास गर्दैछु। आशा छ भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। एउटा नेपाली नागरिक भएको हैसियतले हामीले बुझ्नै पर्ने विषय भनेको हाम्रो देशको संविधान हो। हाम्रो देशको मूल कानुन कस्तो रहेको छ, यसमा के कस्ता व्यवस्थाहरू छन्, यो देशको नागरिक भएको हैसियतले मेरो यो देशप्रतिको कर्तव्य के हुन्छ भन्ने जस्ता यावत कुराहरू संविधानमै तोकेको छ। यसको विषयमा हामीले बुझ्नै पर्ने आवश्यकता पनि छ। आउनुहोस् नेपालको वर्तमान संविधानका मूलभूत विशेषताहरूमा चर्चा गर्नुभन्दा पूर्व नेपालमा संवैधानिक विकासक्रम कस्तो रह्यो यसको बारेमा छोटो चर्चा गरौँ। नेपालमा सबैभन्दा पहिला विक्रम सम्वत 2004 सालमा श्री 3 पद्म शमशेरले नेपालको वैधानिक कानुन 2004 भनेर घोषणा गर्नुभयो। यो नेपालको पहिलो संविधान भए पनि यो चाहिँ लागू हुन सकेन। तत्पश्चात राजा त्रिभुवनले नेपालको अन्तरिम शासन विधान 2007 भनेर विक्रम सम्वत 2007 सालमा जारी गर्नुभयो। यो संविधान जारी हुँदाखेरि नेपालका प्रधानमन्त्री मोहन शमशेर हुनुहुन्थ्यो। यस पश्चात राजा महेन्द्रको पालामा विक्रम सम्वत 2015 सालमा नेपाल अधिराज्यको संविधान 2015 भनेर घोषणा भयो। यो संविधान घोषणा हुँदाखेरि नेपालका प्रधानमन्त्री सुवर्ण शमशेर हुनुहुन्थ्यो। तत्पश्चात 2019 सालमा राजा महेन्द्रले नै नेपालको संविधान 2019 भनेर घोषणा गर्नुभयो। यो संविधान पछि नेपालमा विक्रम सम्वत 2047 सालमा नेपाल अधिराज्यको संविधान 2047 भनेर घोषणा भयो। यो संविधान घोषणा हुँदाखेरि नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो। 2047 को संविधान पछि नेपालमा नेपालको अन्तरिम संविधान 2063 जारी भयो। यो चाहिँ नेपालको संसदले जारी गरेको संविधान हो भने यो संविधान जारी हुँदाखेरि नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। 2063 सालको संविधानपछि नेपालको वर्तमान संविधान जुन अहिले जारी भएको छ यो चाहिँ विक्रम सम्वत 2072 साल असोज 3 गते जारी भएको संविधान हो। राष्ट्रपति रामवरण यादवबाट घोषणा भएको यो संविधान जारी हुँदाखेरि नेपालका प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो। यसरी नेपालमा संवैधानिक विकासक्रमको इतिहास रहेको छ। अब हामी नेपालको संविधान जुन वर्तमान संविधान हो यसका विशेषताहरूमाथि चर्चा गरौँ। नेपालको इतिहासमा पहिलोपल्ट संविधान सभाले निर्माण गरी जारी गरिएको संविधान हो यो। नेपालको सार्वभौम सत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित छ। यस संविधानमा विभिन्न 31 वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ। प्रत्येक नागरिकका लागि 4 वटा कर्तव्यहरू तोकिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश तथा स्थानीय तह गरी 3 तहको हुने र नेपालमा 7 वटा प्रदेश रहने व्यवस्था गरिएको छ। नेपालको राज्य शक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तहले संविधान तथा कानुन बमोजिम गर्ने व्यवस्था रहेको छ। संघ प्रदेश र स्थानीय तह बीच राज्य शक्तिको बाँडफाँड गरिएको छ। राष्ट्राध्यक्षको रूपमा राष्ट्रपति रहने व्यवस्था गरिएको छ। नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानुन बमोजिम मन्त्री परिषदमा निहित रहने व्यवस्था छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था छ। 275 सदस्यीय प्रतिनिधि सभा र 59 सदस्यीय राष्ट्रसभा नामक 2 सदन सहितको एक संघीय व्यवस्थापिकाको व्यवस्था गरिएको छ। संघीय सदनमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनैतिक दलबाट निर्वाचित हुने कुल सदस्य संख्याको कम्तीमा 1/3 सदस्य महिला हुनुपर्ने प्रावधान रहेको छ। प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये 1 जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये 1 जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रधानमन्त्री नियुक्त भएको पहिलो 2 वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव
असफल भएको 1 वर्षपछि अविश्वासको प्रस्ताव पेश गर्न नपाउने व्यवस्था छ। नेपालको सार्वभौमिक सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न नसकिने व्यवस्था छ। प्रदेशको कार्यकारिणी अधिकार यो संविधान र प्रदेश कानुन बमोजिम प्रदेश मन्त्री परिषदमा निहित हुने व्यवस्था छ। प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा राष्ट्रपतिद्वारा नियुक्त प्रदेश प्रमुख रहने व्यवस्था छ। प्रदेशको मन्त्री परिषद मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने व्यवस्था छ। प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुने र यसको नाम प्रदेश सभा रहने व्यवस्था छ। प्रदेश सभाका 60% सदस्यहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम र 40% सदस्यहरू समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने व्यवस्था छ। स्थानीय तहको कार्यकारिणी अधिकार र संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँपालिका वा नगरपालिकामा निहित हुने व्यवस्था छ। जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न जिल्ला सभाको व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगको व्यवस्था छ। नेपालमा बोल्ने सबै मातृभाषा राष्ट्रभाषा हुने र देवनागरिक लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा तोकिएको छ। राष्ट्रिय महत्त्वको कुनै पनि विषयमा जनमत सङ्ग्रहबाट निर्णय लिन सक्ने व्यवस्था गरिएको छ। यी त रहे वर्तमान संविधानका मूलभूत विशेषताहरू र नेपाली नागरिकको हैसियतले बुझ्नै पर्ने विषय रहेको हुनाले मैले यो भिडियो यहाँहरूलाई जानकारीमूलक रह्यो होला भन्ने विश्वास लिएको छु। नेक्स्ट टाइम यस्तै जानकारीमूलक भिडियोको साथमा उपस्थित हुनेछु। Thanks for watching.